4 जना जाँदैछौँ। यो प्लान चाहिँ हाम्रो 5 मिनटमा भएको हो। लास्ट स्टेजसम्म आएर पनि निकिता सिस्टरले नजाने भन्दै हुनुहुन्थ्यो। यो म गाडीको यहाँ चढिसक्दाखेरि पनि हामी डडलर गएको हो भनेर मलाई सोध्दै हुनुहुन्थ्यो। कन्भिन्स गर्दा गर्दा जाम 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 राम्रो छ, सबैको छुट्टी छ भनेर हामी चाहिँ अहिले लाग्यौँ डडलडोरतिर। आउनुहोस् हामीसँग डडलडोर घुम्नुहोस् है त साथीभाइहरू। यस्तो यस्तो गरेर मैले मेरो घडी चाहिँ देखाएको होइन है। ड्राइभर हुनुहुन्छ, मैले चाहिँ ड्राइभर पालेको छु, राखेको छु। अनि यहाँ हुनुहुन्छ मेरो भाइ, जाँदैछौँ हामी। अनि यता चाहिँ निकिता सिस्टर। तपाईँ चाहिँ किन बोक्नु भयो त तपाईँले? म चाहिँ गएर स्विमिङ गर्न लागेको त्यही भएर। ए ल ल जाँदैछौँ अन द वे। दामी आइपुग्यौँ गाइस। हामी चाहिँ हेभेन लाग्यो है। आइपुग्ने बित्तिकै ओ माई गड उताको लेक डिस्ट्रिक्टको जस्तो रहेछ हौ। यता त गाइस हामी आइपुग्यौँ फाइनली। 3.5 घन्टा 4 घन्टाको ड्राइभ पछाडि हामी चाहिँ डोर आइपुग्यौँ। हाम्रो हालत चाहिँ हेर्नुहोस् नोबिता जस्तै रातो रातो भइसकेको छु। ओइलाइ भनेको आज हामी हेर न, त्यो हेर निन्द्राले म त एक निन्द्रा सुतेँ। ओ आमा गाडी पार्किङ हेर न त्यहाँ। ए टोइलेट वेटिङ हेर्छ, टोइलेट वेटिङ अरे। हामी डडलडोर आएकै हो, आउनै नमनेको थियो, जबरजस्ती लिएर आएको। यही हाल्छ तौलिया बोकेर आएर चाहिँ यहाँ खेल्ने भनेर। पीडित नै हो बिचरा, हेर चप्पल बोकिदिरहेको छु। गाइस यस्तो रहेछ हेर न, ओह्रालो झर्दैछौँ हामी त सर। अप्ठ्यारो बाटो चढ्यौँ नि हामी, तल चाहिँ सजिलो छ यो तल। दिदी बिस्तारै हिँड्नु है। हामी चाहिँ हिँडिँदैछ है यहाँबाट ओह्रालोको बाटो। यही मान्छेहरू हो, तल रहेछ डडलडोर। फोटो खिच्नको लागि चाहिँ तल रहेछ, हेर्न सक्नुहुन्छ तल रहेछ। ओह्रालो हिँडेको यिनीहरू कति साह्रो भन्दैछ यस्तो बाटो भने यार। हामी के यस्तो बाटो आएको? कति धेरै हिँड्नु पर्छ अरे के जाऊ हिँड्नु पर्दो रहेछ होइन नि, अझै छ। यो चाहिँ सानो हेर्नु अरे, हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो रहेछ। डडलडोर छ अरे। यस्तो रहेछ यहाँ चाहिँ मान्छेहरू त आम्मामा कति धेरै हो यार। बिचरा हेर्नु न, म अब घुम्नु निस्किसके पछाडि के यही मान्छेले गर्दाखेरि बनाउँदिनँ। बिचरा उसले बनाइदिन्छ, धन्न बनाएछ मेरो बुढाले भन्यो भन्छ। यस्तो रहेछ है यहाँ चाहिँ। जाऊ जाऊ अगाडि लु। आउँदा हुन्छ तपाईँहरू ब्युटिफुल प्लेस रहेछ। ए मान्छे एक्साइटेड भएर यत्रो 4 घन्टाको ड्राइभ मलाई गर्न लाएर आएको हामी। हेभन चाहिँ यहाँबाट सुरु रहेछ है।
चेयर हेर्नुहुन्छ भने आम्मो किरा सरी छ हौ। मान्छे त कति साह्रो भिड हौ आम्मो। यहाँ चाहिँ मेरो एउटा साथी छ, उसलाई चाहिँ एकदम साह्रो भएर चाहिँ उहाँ हेर्नु न तपाईँ, केही मान्छे हो बिस्तारो आउँदैछ। जुम यति मात्रै रहेछ यसको। हामी चाहिँ डडल आइसक्यो बुढाबुढी। कस्तो लागिरहेछ तिमीलाई? राम्रो, एकदमै राम्रो। मेरो चाहिँ फेरि घामले गर्दा आँखा सानो भइसक्यो, चस्मा पनि लगिरहेछ कसै कसैले। ल चस्मा लगाउनु। चस्मा लगायो डनलाई। गुड गर्ल, अलिक मजाले भयो त हौ। ल अलिक यता तिम्रो पनि फर्का, तिम्रो पनि टर्नु हो। क्यामेरा पनि त्यस्तै छ है। जब त्यो एउटा भत्केको हेर्नको लागि हामी 4 घन्टा ड्राइभ गरेर आएको छौँ। मलाई सेस काटेछ, अब फेरि फर्किएर 4 घन्टा मै हो ड्राइभ गर्ने। स्टे ट्युन। हाम्रो साथी चाहिँ त्यहाँ सुतिरहेछ। हामी चाहिँ यो हेर्न आएको थियौँ खासमा चाहिँ। हाम्रो साथीले पनि हामीलाई दर्शन दिनुभयो। गाइस मलाई मेरो बुढाले यस्तो माया गर्छ कि मेरो नामको टी सर्ट लगाएर आएको छ। ल हामी चाहिँ अब यहाँबाट फोटोसोटो सेसन भइसकेर पौडी खेल्नको लागि अर्कोपट्टि जाँदैछौँ। हाम्रो म्याडमहरू चाहिँ अगाडि गऱ्यो। हात पनि थामिदिनु छ, बिचरा पनि ब्याग पनि बोकिदिनु छ। अब चाहिँ हामी अर्कोपट्टि जाँदैछौँ। त्यहाँ अलिकति मान्छे धेरै भएर हामी त्यति रोडमा जान आँटिरहेछौँ। वेदर त्यस्तो छ। यहाँ चाहिँ आएर तपाईँहरू खेल्दा हुन्छ है, त्यस्तो छ वेदर चाहिँ। मान्छेहरू स्विमिङ गर्दैछ। मेरो बाइक चाहिँ यहाँ त रैलासमा। यो दुईजना चाहिँ चिसो भयो भनेर बसिरहेछ। ल we'll see his reaction. Oi. रेड भयो। कस्तो खेल्छ नि अन्त? मोमो सब चिसो भयो। रडले गएको तर यो राम्रो हो नि। कहिले गए कसम गएको भए म स्योर जान्थे क्या। म त कापा डरै आउँदिन भन्ने मान्छे त्यहाँ हेर न। स्टिलाई भेट्यौँ है यहाँ। त्यही त कहाँबाट एक्कासी भेटेको है? नेपाली उसलाई नै हो देखेको यहाँ। त्यो थियो ठ्याक्कै। अब दुलै हेर न राम, नेपालको दुलै। यो मैले मिस गरेको थिएँ। तिमी ठ्याक्कै हामी अपोजिट बस्यौँ क्या। हामी चाहिँ मेन ठाउँ बस्यौँ, ठ्याक्कै उतापट्टि बस्यो। हामी त्यही आउन आएको थियो खासमा। ए उतापट्टि हामी यता आउन आएको थियो। त्यो प्याक हुन्छ क्या, जम भनेको मानेन नि। सिल देख्नु भयो कि भएन? देख्यौँ। अनि त्यतै भएको थियो। एकैदिनमा चुरेछ हामीलाई चाहिँ। ल खुसी लाग्यो। अन्त ल हामी चाहिँ घरको सनसेट हुन आँटेको थियो, तर नपर्खेको सनसेटलाई कोही चाहिँ आमामा पौडी खेलेर हेर न हुलिया चेन्ज गरेर हिँडिरहेछ। औ हुलिया चेन्ज गरेको मान्छे, हुलिया चेन्ज गरेर है उग्र भयो खेलेर। गाइस हामी चाहिँ अब घर जाँदैछौँ। हाम्रो साथी हुनुहुन्छ पौडी खेल्नेहरू। ल गाइस हामी चाहिँ अब घर जानु लागेको। अनि अब चाहिँ हामी हिँड्ने बेला भयो। अनि कस्तो विन्डी भयो के, तर पनि अनिलले चाहिँ क्विक ड्रोन सट हानिदियो। अब चाहिँ हामी घर जान लागेको। अनि मैले चाहिँ स्विमिङ पनि गरिनँ किनकि एकदम चिसो थियो। यो ठाउँ चाहिँ यति राम्रो लाग्यो, यति राम्रो। फर्स्ट टाइम युकेमा घुम्नु निस्किँदाखेरि हावा नभेटाएको मैले, तर हिँड्ने बेलामा चाहिँ भेटाएँ। राम्रो, एकदमै राम्रो। तपाईँहरू पनि समय निकालेर आउनु होला, घुम्नुपर्छ सबैजना। अब चाहिँ हामी चाहिँ टन ब्रिज वेल्स जाँदैछौँ दिदीको घरमा। त्यही हो गाइस, एकदम रमाइलो भयो। रमाइलो भयो, कस्तो मजा आयो। मजा आयो, खुब मजा आयो अरे। सुरुको भिडियो र यो भिडियो जोडेर हालिदिन्छु। फर्स्टमा जानेर मन गर्दै थियो। भाइ मजा आयो? देखिन अनुहारले त मजा आएको देखिन। यता हेर्नु न, तपाईँलाई त देखाएको छैन हौ। तपाईँको अनुहारको चाहिँ कसरी कपिराइट लाग्छ? मजा आयो। सानो चाहिँ उता टोइलेट गएको छ।
ल गाइज हामी चाहिँ अब गयौँ ल बाई बाई थ्याङ्क्स फर वाचिङ बाई 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 सिस बाई सिस बाटोमा सृष्टिलाई पनि भेटायौँ दाइलाई पनि भेटायौँ नेपालीहरू त्यति भेटेकै थिएनौँ सृष्टि र दाजुहरूलाई भेटायौँ त्यति हो बाई बाई